सुरेन्द्र कुमार शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालय असिस्टेन्ट डाइरेक्टर। यो हाम्रो नेपाल राष्ट्र बैंकले जाली नोट सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ, जसमा जाली नोटलाई कसरी चिन्ने र असली नोटलाई सक्कली नोट र नक्कली नोट कसरी छुट्याउने भन्ने सन्दर्भमा हामीले यो कार्यक्रम गरेका थियौँ। जसमा सक्कली नोटमा वाटरमार्क हुन्छ, जसमा हाम्रो हिमालयको त्यो गलाली गुराँसको चिन्ह हुन्छ, त्यो पानी जस्तो वाटरमार्क भन्छौँ हामीले, त्यो टल्किरहेको हुन्छ। नक्कली नोटमा त्यो टल्किरहेको हुँदैन, त्यो थ्रेड हुन्छ, जस्तो सेक्युरिटी थ्रेड हुन्छ जुन बिचमा चाँदी जस्तो चम्किरहेको हुन्छ, त्यसलाई नोटलाई हलाउँदाखेरि पानी जस्तो हल्लेको जस्तो देखिन्छ र त्यसमा नेपाल राष्ट्र बैंक स्पष्ट रूपमा लेखिएको देखिन्छ र नक्कली नोटमा त्यसरी देखिँदैन। अनि 1000 नोटमा 3वटा थोप्ला टाइपको हुन्छ, जुन थोप्ला टाइपलाई छुँदाखेरि उठेको इन्ट्याग्लियो जस्तो देखिन्छ, नक्कली नोटमा प्लेन जस्तो देखिन्छ। सक्कली नोट नेपाल राष्ट्र बैंकले छापेको सक्कली नोटमा सबै नोट स्पष्ट र क्लियर चित्रहरू देखिन्छ। नक्कलीमा अलिकति लेपिएको, अलिकति नमिलेको जस्तो नोटहरू देखिन्छ, फोटोकपी जस्तो देखिन्छ, बिग्रिएको जस्तो रहन्छ, स्पष्ट र क्लियर रहँदैन। जाली नोटहरू प्लेन मुलायम टाइपको कागज हुन्छ, सक्कली नोटहरू कारा र करक्क भएको नोटहरू र उठेको खस्रो टाइपको नोटहरू हुने गर्दछ। यस्तै कुराहरू बाट हामीले नक्कली र असली छुट्याउन सक्छौँ। त्यो हिमालयको जुन चिन्ह हुन्छ त्यसको भित्र पनि 1000 रुपैयाँ देवनागरीमा र इङ्ग्लिसमा लेखिएको हुन्छ, जुन जाली नोटमा त्यो लेखिएको देखिँदैन। र सेक्युरिटी रजिस्टर भनेर हुन्छ, एनआरबी आधा कटेको एन, आधा कटेको आर, आधा कटेको बी हुन्छ, बाहिरबाट देखिरहेको हुन्छ। भित्र गएर हामी हेऱ्यौँ भने ध्यान दिएर हेऱ्यौँ त्यसलाई ढल्काएर त एनआरबी लेखिएको देखिन्छ र त्यसको जुन कटिएको भाग हुन्छ त्यसको पछाडिपट्टिको भागमा त्यो अंशहरू राखिएको हुन्छ असली नोटमा। नक्कलीमा त्यो स्पष्ट हुँदैन, त्यो क्लियर रहेको रहँदैन त्यो के अरे जाली नोटमा। र अर्को त्यो भगवतीको जुन चित्र हुन्छ नोटमा, त्यो चाँदी जस्तो टल्किरहेको हुन्छ र भगवतीको चित्र स्पष्ट देखिरहेको हुन्छ। नक्कली नोटमा त्यो लेपिएको, स्पष्ट नभएको, चोत्रिएको जस्तो देखिरहेको हुन्छ। त्यसबाट पनि हामीले चिन्न सक्छौँ कि यो जाली हो र यो सक्कली नोट हो भनेर। अझै पनि